नेपाल सरकारले डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट जस्तो अति नै महँगो योजना ल्याउने प्लानिङ गर्दा हाम्रो देशको दूरदराजमा रहेका ग्रामीण क्षेत्रको जनताहरूको पीरमार्गहरूलाई पो पहिले सम्बोधन गर्नुपर्ने हो कि? संविधानको धारा 35 अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ। त्यस्तै प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ। तर अझै पनि एक गाग्रो पानीको लागि घन्टौँ कुर्नु र हिँड्नुपर्ने बाध्यता सङ्खुवा सभाको खामलिङ गाउँ जस्तै अन्य धेरै गाउँहरूमा यथावत नै छ। बिरामी सुत्करी महिलाहरूलाई अझै पनि घन्टौँ डोको वा स्ट्रेचरमा बोकेर जिल्लाको सदरमुकाम वा रोड हेडसम्म पुर्याउनु पर्ने बाध्यता पनि यथावत नै छ। ती दूरदराजका गाउँघरमा अति कष्टकर जीवन बिताइरहनु भएका जनताहरूको माग एक घर एक धारा, एम्बुलेन्स पुग्ने सक्ने बाटो बनाउनु पर्ने जस्ता अति नै